हेलो वेलकम ब्याक टु माई च्यानल साथीहरू। आज चाहिँ म फेरि हजुरहरूलाई चाहिँ मेरो खोर्सीको रिभ्यू देखाउन गएको छु। फर्स्टमा चाहिँ यो फुल हेर्नुहोस् है, यो त्यसपछि चाहिँ यहाँ चाहिँ टमेटो फलेर आएको छ। त्यसै गरी चाहिँ यहाँ चाहिँ फुल चाहिँ फक्रिँदैछ अनि यहाँ चाहिँ अरू फुल पनि छ, हेर्न देख्न सक्नुहुन्छ। यो चाहिँ पतिना रहेको छ अनि यो चाहिँ हाम्रो लौकाको फुल रहेको छ। लौका चाहिँ फल्दैछ यसमा। त्यसै गरी चाहिँ यहाँ चाहिँ खोर्सानी छ, हेर्नु त कति धेरै खोर्सानी देख्न सक्नुहुन्छ हजुरहरूले। त्यसै गरी चाहिँ यो चाहिँ भेन्टा फलेको छ। भेन्टाको चाहिँ अब फल्छ होला, यहाँ फलिसकेको पनि छ, म देखाइरहेको छु। अनि यो चाहिँ अब देख्न सक्नुहुन्छ, यो चाहिँ करेला हो। करेला चाहिँ भर्खर फल्दैछ है। अनि यो चाहिँ काँडे धनियाँ, अनि यो चाहिँ हाम्रो घरमा भएको फुल चाहिँ कति राम्रो छ कि यो। अनि यो चाहिँ एलोभेरा, अनि यो चाहिँ ह्याङ्गिङ गार्डन हो नि त हाम्रो। त्यसपछि यो चाहिँ खुर्सानी हो, यो चाहिँ हाम्रो पछाडितिर लगाएको छ छतमा। अनि यहाँ चाहिँ सिमी पनि फलिरहेको छ। अनि यो चाहिँ घिरौँला रहेको छ, यी साथीहरू हेर्न सक्नुहुन्छ। अनि यो चाहिँ स्ट्रबेरी, अहिले चाहिँ फलिरहेको छैन। त्यसपछि यो चाहिँ फर्सीको बोट, अनि यो चाहिँ करेला, अनि त्यसै गरी यो चाहिँ चटेला हो। अनि चाहिँ चटेला चाहिँ फलिरहेको छैन तर चाहिँ। अनि यो चाहिँ काँडे धनियाँ, यो चाहिँ सधैँ राम्रो गरेर फुलेको छ यहाँ चाहिँ। अनि यो चाहिँ हाम्रो, अनि यो पनि देख्न सक्नुहुन्छ यो कस्तो राम्रो छ। अनि त्यसपछि चाहिँ यहाँ चाहिँ स्टार फ्रुटको चाहिँ बडिङ छ। स्टार फ्रुट चाहिँ फुल्दैछ, यहाँ फुल्यो भने म हजुरलाई अर्को भिडियोमा पनि देखाउने छु। अनि यो चाहिँ धुप्पी हेर्नुहोस् त कति ठुलो भइसकेको छ धुप्पी। अनि त्यसै गरी चाहिँ यो चाहिँ हेर्नुहोस् हाम्रो अगाडि। अनि यो चाहिँ हेर्नुहोस् लौका फलिरहेछ, कति ठुलो भइरहेछ। अनि यहाँ त सानो पनि छ, मैले चाहिँ यताबाट पनि देखाइदिएँ हजुरहरूलाई। लौका फलिरहेको छ अनि माथि पनि सानो पनि छ। अनि त्यसैसँगै चाहिँ देख्न सक्नुहुन्छ। अनि यो चाहिँ स्ट्रबेरी छ। अनि यहाँ चाहिँ टमाटर फलिरहेको छ, देख्न सक्नुहुन्छ है। अनि तिहारे फुल पनि फुल्दैछ।